भन्नु हे सज्जन वर्ग हो यस समयमा म केही कुरा भन्दछु। हाम्रा पुर्खा नेपाल वंशहरूको संक्षेप बयान गर्दछु। काठमाडौँदेखि पूर्व 1 नम्बर मण्डन गाउँमा हाम्रा पुर्खा नेपाल वंशहरूको बस्ती रहेछ। तहाँबाट बसाई सर्ने मन भई धुस्कुन डाँडा गाउँमा हाम्रा पुर्खा नेपाल बराजुहरू आउनु भएछ। तहाँ आएर गृहस्थी गर्दा सन्तान धेरै भए। हाम्रा बराजु शङ्करनाथ नेपालका 3 भाइ छोरा थिए। तीन भाइमा जेठा बलभद्र र वीरभद्र माइला भए। कान्छा जिजु चाहिँ श्रीकृष्ण नाम हो पेड्कु बसाई गए। पेड्कुमा गएर बसोबासो गरे। सन्तान बहुतै थिए। पेड्कुबाट पनि 10-15 घर त मधेस बस्नै गए। यता माइला जिजु वीरभद्रका सन्तान छोराछोरी थिए। छोरीहरू पनि विवाह भएर आफ्नो घरमा गए। छोरा सानै थिए। वेदनिधि नाम हो। पछि ती बढ्दै गए। यसपछि माइला जिजु वीरभद्रजी देहान्त हुनुभयो। उनकै छोराले काजक्रिया गरे। पितृको उद्धार भयो। जेठा हाम्रा जिजु बलभद्रले पूर्व 2 नम्बरमा फल्कुधुनी गाउँ सुवेदीकी छोरी विवाह गरेछन्। यसपछि हाम्रा जिजु बलभद्रका 6 भाइ छोरा भए। 6 भाइमा जेठा रामलाल विश्वामित्र माइला हुन्। साइला रामनाथ हाम्रा हजुरबा सिद्धिनारायण काइला हुन्। ठाइला छविलाल र कान्छा गोपीलाल 6 भाइ यति थिए। यीमध्ये साइला रामनाथ नाम हो हाम्रा हजुरबा भए। हाम्रा हजुरबा रामनाथजीले धुस्कुन दुरा गाउँमा सिद्धिनाथ नाम हो नेउपानेकी छोरी विवाह गरेछन्। पूर्व 2 नम्बर फल्कुधुनी गाउँ माओली हुँदा तहाँ माओलीहरूले यहाँ आइलगे भानिजलाई। उहाँबाट पनि बोच्नु ठुल्लागीमा श्री शिव मन्दिरमा पूजा गर्ने काम जिम्मा दिएर राखिदिएछन्। त्यही ठाउँमा बसी गृहस्थी गर्दा 6 भाइ छोरा भए। 6 भाइमा लक्ष्मीकान्त नाम हो। जेठा ती योगी भए। माइला हाम्रा पिता बद्रीनाथ र विश्वामित्र साइला हुन्। काइला वंशीधर र चन्द्रकान्त ठाइला कुञ्जरमुनि कान्छा हुन्। यीमध्ये माइला हाम्रा पिताजीले धुस्कुन यीमध्ये माइला हाम्रा पिताजीले घुमाङ एक्लेमा पराजुलीकी छोरी विवाह गर्नुभएछ। त्यसै समयमा यसका पछिबाट हाम्रा हजुरबा म काशी जान्छु भनी गाउँका साथीहरू जम्मा गरेर तीर्थाटन गर्नै अनि सारा तीर्थ घुमेर फर्किआउँदा काठमाडौँ आउँदामा बेरामी भएर अति साह्रो भई आपत परेछ। तहाँ साथीहरू भएर पशुपति लगे। देहान्त हुँदा तहाँ दाह कर्म गराई साथीहरू फिरे। खबर गरे घरमा। छोराहरू बसेर सल्लाह भयो। भोलिको पहिलो दिन गरी क्रियाकर्म गर्न आरम्भ हुन गयो। छुट्टै 13औं दिन फेरि आफ्ना पिताजीको काजक्रिया सकी गृहस्थी गर्दामा हाम्रा पिताजीको र साइला पिताको मिल्ती नहुँदा तहाँ आफ्नो अंश भाग सबै छाडेर बोचदेखि धुस्कुनबाट पनि घुमाङ जानुभएछ। ससुराली हुँदा तहाँ ससुराली घरमा सदा दिन बसेर निर्वाह नहुने भनी
घुमाङबाट पनि धुसुनदुरा गाउँ आउनुभएछ अनि माओली घरको मतानमा बसी दुख सुख भोग्दा महा विद्वान ब्राह्मण जानी यजमानहरूले पुरोहित मानेछन् तहाँ। पहिलेका पुरोहित हाम्रा पिताजीको कनिष्ठ पिता थिए। वृद्धावस्था भई त्यसै समयमा देहान्त हुँदा भए। यसपछि श्री देवी बहादुर भण्डारीले धुसुनदुरा गाउँमा घर जग्गा र अरू सामानहरू दानै दिएछन् तहाँ। त्यही घरमा बसी गृहस्थी गर्दा त्यसै समयमा हाम्रा पिताजीको ठुलिआमाबाट छोरी जन्मिछन् तहाँ। यसपछि पात्ले गाउँ चाम्बोटेमा शिवमाया गुरुङ बितिन्। उनको सुत्दाइमा पहिर्याउन बोलाए हाम्रो ठुलिआमा गइन्। कपडा पहिरिएर घरमा आएपछि बिरामी हुनुभयो। 8 दिनमा अति साह्रो भई प्राणै समेत गयो। हाम्रा पिताजीलाई भारी आपत पर्यो। त्यसै समयमा छोरी जन्मिएकी 2 वर्ष मात्र कि पालेर बस्दा तहाँ। अब यसै बसी निर्वाह भएन, विवाह म गर्छु भनी 2-4 ठाउँमा केटी माग्नु भएछ, काहीँ मिलेन। अनि पुराथली गाउँको 52 टोलामा बेनुजी बा कहाँ हाम्रो मातालाई पिताजी गएर माग्नु भएकोमा धुसुनदुरा गाउँ घर जग्गा भएका नेपालजीलाई तहाँ। त्यो ठाउँ मलाई मनै परेर छोरी म दिन्न तहाँ। बेनुजीबाले दिन्न भनेपछि पिताजी फर्किआउनुभयो। धुसुन डाँडा गाउँ जनक भण्डारीलाई गएर भन्नुभयो। जनक भण्डारी कुराथली गएर बेनुजीबा कहाँ छोरी दिनुहोस्, त्यहाँ नदी हुँदैन कुरा दोहोऱ्याउँदामा। धुसुन डाँडा गाउँमा जग्गा किनेर घर बनाए महा। त्यो ठाउँ राम्रो छ, छोरी दिनेछु, फरक पर्दैन तहाँ। बेनुजीबाको यो कुरा सुनेर जनक भण्डारी अनि धुसुन डाँडा गाउँमा जग्गा किनेर घर बनाउने भनी बेनुजीबालाई कुराकानी गरेर विश्वास पारेछन् तहाँ। छोरी दिए भने बेनुजीबाले कुरा छिनेछन् उहाँ। विवाह गर्नलाई लग्न जुराएर पिताजी फर्किआउनुभयो। जनक भण्डारीले बेनुजीबालाई यो भन्न लाग्नुभयो, छोरीको विवाह म गरिदिनेछु, धर्म म गर्छु भनी। जनक भण्डारीले यो भन्दाखेरि हुन्छ भनेछन् पनि। यस्ता हिसाबले कुराकानी गरे, विवाहको कर्म भयो। दान दिएको घरमा माताजी लिएर पिताजी जानुभयो। केही समय त्यहाँ बसेपछि यहाँ नबस्ने भनी त्यो ठाउँ घर छाडेर धुसुन डाँडा गाउँमा जग्गा किनेर घर बनाए। अनि त्यही घरमा बसेर गृहस्थी गर्दा पहिलो पटक माताजीको गर्भमा छोरीको जन्म भएछ। पालन पोषण गरे 18 दिनका दिन। याद उताको आउँदैन अलमल छ।